लमही गोराई सडकमा भइरहेको सडक निर्माणका कारण सवारी जाम हुँदा आज एक एम्बुलेन्स करिब 30 मिनेट रोकिएको घटना सार्वजनिक भएको छ। स्थानीयका अनुसार उक्त सडकमा निर्माण कार्य चलिरहेकाले सवारी आवागमन अस्तव्यस्त बनेको थियो। सो क्रममा बिरामी बोकेको एम्बुलेन्स जाममा फस्दा समयमै गन्तव्यतर्फ अघि बढ्न सकेन। एम्बुलेन्स साइरन बजाउँदै भए पनि अन्य सवारी साधनले तत्काल बाटो नदिँदा अवस्था थप जटिल बनेको प्रत्यक्षदर्शीले बताएका छन्। सडक निर्माण जस्तो आवश्यक काम भइरहे पनि ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा यस्तो समस्या दोहोरिने गरेको स्थानीयले गुनासो गरेका छन्। निर्माण कार्यसँगै वैकल्पिक व्यवस्थापन हुनुपर्छ, नत्र एम्बुलेन्स जस्ता ठूलो सेवामा असर पर्छ, एक स्थानीयले बताएका छन्। यस घटनाले आकस्मिक सेवा सवारी साधनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता पूर्ण उजागर गरेको छ। सम्बन्धित निकायले निर्माण कार्यसँगै उचित ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिएको छ।